आज चाहिँ मेरो हजुरआमा बित्नु भएको 12 दिन भयो। मैले चाहिँ 12 र 13 दिनको भिडियो बनाएर यहाँ राखेको छु। मेरो हजुरआमाको पुण्यतिथिको कार्यमा गर्नुभएको सबै विधिहरू चाहिँ मलाई फरक लागेर अनौठो लागेर मैले चाहिँ यहाँ राखेको छु। मेरो हजुरआमा मेरो मामाले चाहिँ चौधरी हुनुहुन्छ, सो त्यही भएर थोरै फरक किसिमको भएको कारणले चाहिँ मैले यहाँ राख्दैछु। म सुरुदेखिको हजुरहरूलाई एक्सप्लेन गर्न सुरुदेखिको एक्सप्लेन गर्दैछु के हुँदो रहेछ कस्तो हुँदो रहेछ भनेर। जति बुझेको छु जति जानेको छु त्यसकै आधारमा चाहिँ म हजुरहरूलाई भन्दैछु। सुरुमा चाहिँ अब बित्नु बित्तिकै चाहिँ हामीहरूले माइलिएर गएको थियौँ हजुरआमालाई। अनि माईमा चाहिँ सद्गत गरिसकेर फर्किँदा चाहिँ मेरो मामा चाहिँ 2 जना हुनुहुन्छ नि त। अनि ठुलो मामा र सानो मामा हुनुहुन्छ। अनि 2 जना मध्येमा चाहिँ जसले एकजनाले पनि काम क्रियामा बस्दाखेरि हुँदो रहेछ। अनि सो त्यही भएर सानो मामा बस्नुभयो। अनि कपाल पनि नकाटी बस्दा हुँदो रहेछ। एकैचोटि 12 दिनमा चोखिने तिथि हुँदो रहेछ। अनि 12 दिनको दिन मात्रै कपाल काट्ने हुँदो रहेछ। अनि त्यही भएर कपाल पनि नकाटिकन फर्किनु भयो। अनि त्यस पछाडि जहिले दैनिकी पिण्ड पनि पकाएर चढाउनु पर्ने हुँदैन रहेछ। 3 दिनमा एकचोटि चढाउनु पर्दो रहेछ। त्यो पनि खोलामै गएर गर्नु पर्दो रहेछ क्या। त्यो दिन चाहिँ फेरि गाउँघर छरछिमेक आफ्नो आफन्त को हुनुहुन्छ अलिक टाढाउडाको अनि उहाँहरूले चाहिँ सबैले चोखिने दिन हुँदो रहेछ क्या 3 दिनमा चाहिँ। अनि 3 दिनमा चाहिँ सबैजना जानुहुँदो रहेछ। अनि मेन चोखिने विधि भनेकै चाहिँ छोरी मान्छेले नङ काट्ने, छोरा मान्छेले चाहिँ कपाल काट्ने, त्यस्तो हुँदो रहेछ। अनि सबैजना 3 दिनमा चाहिँ सबैजना आउनुभएको थियो। जो चोखिन चाहनुहुन्छ उहाँहरू सबैजना हुनुहुन्थ्यो। अनि त्यस पछाडि उहाँहरू 3 दिनमा चाहिँ चोखिनु भयो। अनि घरको आफ्नो आफन्त नजिकको जो हुनुहुन्छ उहाँहरू चाहिँ 12 दिनमा मात्र चोखिनु हुँदो रहेछ। 12 दिनको दिनमा चाहिँ झन् एकदमै धेरै फरक हुँदो रहेछ क्या। उहाँहरूको चाहिँ कस्तो हुँदो रहेछ, एउटा कृतन्या भन्दो रहेछ, बाजा बजाउने क्या। त्यो खै के हो त्यो बाजाको नाम पनि थाहा भएन मलाई। हो त्यो बजाउने हुनुहुँदो रहेछ। अनि उहाँहरू आउनुहुँदो रहेछ। अनि ठाकुर भन्नुहुँदो रहेछ। ठाकुर भनेको चाहिँ पण्डित जस्तै क्या, घरको एउटा कुल धामी भने जस्तै त्यस्तो खालको हुनुहुँदो रहेछ। अनि उहाँ आउनुहुँदो रहेछ। अनि त्यस पछाडि अर्को एउटा काठ्य बाहुन के भन्नुहुँदो रहेछ, सो उहाँ पनि हुनुहुँदो रहेछ। एकजना हजम पनि चाहिँदो रहेछ, कपाल काट्ने नङ काट्ने एकजना हजम नै बोलाउनु पर्दो रहेछ क्या। अनि सबैजना भइसके पछाडि चाहिँ उहाँनेरि खोलामा जाने, खोलामा गइसकेर त्यही बाजागाजाका साथ खोलामा जाने। अनि त्यहाँबाट त्यो काठिया बाहुनले त्यहाँ के गर्नुहुन्छ गर्ने। अनि अब पुण्यतिथिको कामहरू के हो उहाँलाई थाहा हुँदो रहेछ। अनि उहाँले गर्नुहुन्छ। अनि त्यस पछाडि उयो हजमले चाहिँ कपाल काट्ने, नङ काट्ने, को शुद्ध चोखो हुने हो उहाँहरूको नङ काट्ने, कपाल काट्ने। अनि त्यो दिन चाहिँ क्रियापुत्रीले पनि कपाल काट्नु पर्दो रहेछ। अनि अब अर्को छोराले अनि हस्बेन्डले को हुनुहुन्छ अरू, अनि उहाँहरूले पनि घरभित्रको मान्छेहरूले उहाँहरूले पनि काट्नु पर्दो रहेछ। अनि सबैजनाले काटिसकेर त्यहाँको कार्य सकेर अनि फेरि 3 दिनमा पनि खोलामै जानु पर्यो। अनि 12 दिनमा पनि खोलामै जानु पर्दो रहेछ। अनि त्यति सबै काम सकेर घर फर्किन्छौँ। घरमा चाहिँ रातिको समयमा फेरि अर्कै कार्यविधि हुँदो रहेछ क्या। जीप चलाने के भन्नुहुँदो रहेछ। जो गुरु हुनुहुन्थ्यो उहाँले चाहिँ, गुरु भन्नाले त्यही ठाकुर घरको मूल गुरु, उहाँले चाहिँ त्यो जीप पार भन्नुहुँदो रहेछ। त्यो जीप पार गर्ने भनेको चाहिँ अब जुन हाम्रो आत्मा हुन्छ नि, त्यो आत्मालाई चाहिँ अब पठाइदिने हो, त्यस्तो खालको हुँदो रहेछ। अनि त्यो गराउनु हुँदो रहेछ। अनि बेलुका चाहिँ धेरै हो त्यस्तै के कामहरू हुँदो रहेछ। मलाई त्यो एक्सप्लेनै गर्न आएन कस्तो के हो भनेर। अनि त्यस पछाडि त्यति गरे पछाडि चाहिँ त्यो 12 दिनको बेलुकासम्मको काम सक्यो। अनि 13 दिनको बिहान चाहिँ धिमाली दिने भन्नुहुँदो रहेछ। धिमाली भनेको चाहिँ छोरी होइन, छोरा नाति अनि को हुनुहुन्छ, कोले दिने ज्वाइँ चेला, कोले दिनुहुन्छ छोराहरू नै मात्रै। उहाँहरूले चाहिँ जसले कपाल चिन्डो बनाउनु भएको छ, काट्नु भएको छ, जसले चाहिँ अब आफ्नो आफन्तभित्रको मन लाग्ने गर्ने दिनेले चाहिँ दिनुहुँदो रहेछ क्या। त्यो भनेको चाहिँ गोबर माटो लिप्ने, यसरी वरिपरि घुम्ने। अनि त्यस पछाडि घुमिसके पछाडि चाहिँ तिनीहरूले भुइँमा मजाले सुत्यो क्या सबैजना। अनि यता पल्टिने हो, त्यसो गर्दै 2-3 चोटि फर्किँदै उठ्दै गर्नुपर्दछ। त्यो चाहिँ यसलाई चाहिँ धिमाली दिएको भन्नुहुँदो रहेछ। यो चाहिँ लास्ट विधि हो क्या। अब नि यति सके पछाडि चाहिँ खान्दै पिन्दै हुँदो रहेछ।
अनि खान्थे पित्ते चाहिँ के हुन्छ भन्नुहुन्छ भने खान्थे पिन्तेमा चाहिँ माछा मासु सबै चल्दो रहेछ क्या। अनि मेन अनौठो लागेको चाहिँ फेरि मलाई यहाँनिर माछा मासु चल्दो रहेछ, त्यति नभइकन चोखिँदैन शुद्ध नै हुँदैन भन्ने कुरा भइरहेको थियो क्या। अनि त्यो आफ्नो आफ्नो नियम आफ्नो आफ्नो संस्कार जहिले पहिलेदेखिको मानिआएको बुझिआएको होइन। मैले यसपालि नै मेरो हजुरआमा बित्नु हुँदाखेरि चाहिँ मैले यस्तो देखेको हो क्या, नत्र भने अब कहिले पनि यसरी देखेको थिएन। सुन्न चाहिँ सुनेको थियो अब यस्तो हुन्छ उस्तो हुन्छ भनेर, तर यसपालि चाहिँ मैले नजिकबाट निहालेर हेर्न पनि पाएँ, बुझ्न पनि पाएँ। हजुरआमाको 12 र 13 दिनको पुण्यतिथिको कार्य हामीले यसरी नै सक्यौँ।